तोसीमा कार्की एउटा सांसद, पेसाले शल्य चिकित्सक हुँ र यहाँहरू समक्ष उपस्थित हुँदै गर्दा आज म दलको होइन देशको सांसद भएर यहाँहरू समक्ष उभिएको छु। घर घरमा पुग्यौँ र मैले के देखेँ, यहाँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले बिहान उठेदेखि सुत्ने बेलासम्म नेपाल जिउनु हुँदो रहेछ। के भन्छु भने मेरो देशले पटक पटक प्रधानमन्त्री पायो, एउटै अनुहार धेरै पटक पायो। कहिले काङ्ग्रेसको प्रधानमन्त्री पायो, कहिले एमालेको प्रधानमन्त्री पायो, कहिले माओवादीको प्रधानमन्त्री पायो, तर मेरो देशले नेपालको प्रधानमन्त्री पाएन। स्रोत, पैसाको स्रोत, फन्ड पाइन्छ, प्रोजेक्ट लान पाइन्छ, होइन प्रवासबाट नेपालीहरूले 1 रुपियाँ पनि पठाउनु पर्दैन भन्छु म। तर भोट हालिदिनुहोस्, त्यति भए पुग्छ। आउनुहोस्, ८३ मा मेरो लागि क्याम्पेन गर्न 500 जना आइदिनुहुन्छ। यानी यहाँले भोट हाल्न पाउनुहुन्न, नागरिकता लिइसक्नु भएको छ अर्को देशको भने पनि यहाँले विधा सङ्कलन गरेर 5 वर्षको 1 महिना देशको लागि दिन आइदिनु होला, क्याम्पेन गर्न आइदिनु होला, प्रचार प्रसार गर्न आइदिनु होला। किन थाहा छ? किनकि हामी थोरै छौँ नि त। नेपालको राजनीतिमा नयाँ दृष्टिकोण, नयाँ जोश, नयाँ संस्कार लिएर प्रवेश गर्नुभएको छ। तपाईँ जस्ता सचेत, इमानदार र अग्रगामी सोच भएका नेताहरूको उपस्थिति अब नेपालको लागि अति आवश्यक छ। हामी प्रवासमा बस्ने नेपालीहरू देशको विकासप्रति सधैँ चिन्तित छौँ। हामी चाहन्छौँ हाम्रो देश नेपाल नियम, विधान र विधिको बलमा चलोस्, भ्रष्टाचार, असमानता र अन्यायको अन्त्य होस्। हामी चाहन्छौँ नेपालमा समावेशिता होस्, नयाँ होस् र सुशासन होस्। हामी जहाँ भए पनि हाम्रो देशप्रतिको माया कहिले घट्दैन। अब डाक्टर तोसीमा कार्कीले बोल्नु अगाडि म अमेरिकामा रहेको 20 वर्ष भयो। मलाई लागेको कुरा उहाँलाई मैले चिनेको तोसीमा कार्कीको बारेमा भनेर उहाँले आफ्नो मन्तव्य राख्नुहुनेछ। डाक्टर तोसीमा कार्की जतिखेर नेपालमा बहुदल आयो, पञ्चायत ढालेर बहुदल आयो, त्यतिखेर उहाँ 1 वर्षको हुनुहुन्थ्यो। आजभन्दा 34 वर्ष अगाडि जुन बहुदल आउँदा उहाँ अहिले 35 वर्षको हुनुहुन्छ। 1 वर्षको सानो बालिका हुनुहुन्थ्यो। त्यतिखेर म 19 वर्षको थिएँ, बहुदलको ल्याउनलाई खन्नेमा थिएँ। आज म विदेशमा छु। तपाईहरू मभन्दा धेरै उमेरका दाजुहरू यहाँ हुनुहुन्छ, अङ्कलहरू हुनुहुन्छ, सबै यहाँ छौँ। किन होला? किन यहाँ हामी छौँ होला? म के भन्छु भने डाक्टर तोसीमा कार्की 2022 साल 3 वर्ष अगाडिसम्म पाटन हस्पिटलको सर्जन हुनुहुन्थ्यो। बहुदल आउँदा 1 वर्षको हुनुहुन्थ्यो। अनि पढेर MBBS गरेर त्यसपछि फेरि मास्टर इन साइन्स सर्जरी गरेर पाटन हस्पिटलमा सर्जन हुनुहुन्थ्यो। नेपाल मेडिकल कलेजको मेडिकल काउन्सिलको निर्वाचित सदस्य हुनुहुन्थ्यो। यङ 32-33 वर्षको हुनुहुन्थ्यो। तर कानुन चेन्ज गरिँदैन तबसम्म यो जनताले सुख पाउँदैन भनेर उहाँले 32 वर्षको उमेरमा सर्जरी छोडेर, सर्जरीको प्रोफेसर हुँदा त्यो प्रोफेसरसिप पनि छोडेर उहाँ चाहिँ यो राजनीतिमा लाग्नुभयो। आज 35 वर्षको तोसीमा कार्की नेपालको बहुदलभन्दा 1 वर्ष जेठी है उहाँ यहाँ हुनुहुन्छ। र अहिले उहाँले भन्नुहुनेछ कि उहाँहरूले नयाँ नेपाल निर्माण गर्ने भनेर नेपालमा सांसद भइसकेपछि, आफ्नो पार्टी बनाइसकेपछि पनि के कारणले उहाँहरूले परिवर्तन ल्याउन सक्नु भएन, त्यो प्रश्न पार्नुहुनेछ। यी सबै कुराहरूलाई उल्लेख गर्दै जाँदा यहाँहरूले बुझ्नुहोस्,
तोसीमा कार्की 35 वर्षको 23-33 वर्षमा चुनाव लड्दा लड्दै उहाँले 53% भोट लिएर ललितपुर 3 नम्बर क्षेत्रबाट जित्नु भएको थियो। उहाँको नियरेस्ट प्रतिद्वन्दीको जम्मा 19% थियो। 53% को ह्युज मार्जिन। सो किन दियो होला त? बहुदल भन्दा 1 वर्ष मात्रै जेठी 35 वर्षको डाक्टरलाई किन भोट दियो होला जनताले? त्यो कुरा पनि हामी उहाँकै मुखबाट सुन्नेछौँ। यति भन्दै डाक्टर तोसीमा कार्की हाम्रो माननीय सांसद, पूर्व राज्य मन्त्री, राष्ट्रसभा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य, अहिलेको चर्चित नेत्री नेपालको नेपाली छोरीलाई म स्वागत गर्न चाहन्छु आफ्नो मन्तव्यलाई। म तोसीमा कार्की एउटा सांसद, पेसाले शल्य चिकित्सक हुँ र यहाँहरू समक्ष उपस्थित हुँदै गर्दा आज म दलको होइन देशको सांसद भएर यहाँहरू समक्ष उभिएको छु। मैले मसँग एउटा सानो नेपाल लिएर आएको थिएँ मनमा, तर आजसम्म यो न्युयोर्कमा आइपुग्दा अमेरिकाको लगभग 5-6 वटा स्टेटमा हामीले अन्तर्क्रिया कार्यक्रम गऱ्यौँ, घर घरमा पुग्यौँ र मैले के देखेँ, यहाँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले बिहान उठेदेखि सुत्ने बेलासम्म नेपाल जिउनु हुँदो रहेछ। नेपाली खाना खाइराख्नु भएको छ, बच्चाहरूलाई सकेसम्म नेपाली सिकाउन खोजिराख्नु भएको छ। सरकारले, यहाँको सरकारले प्यागोडा स्टाइलको पशुपति जस्तो अथवा भनौँ कुनै पनि प्यागोडा स्टाइलको मन्दिर बनाउन दिँदैन रहेछ यहाँ, तर पनि जति सकिन्छ लबी गरेर अलिअलि प्यागोडा जस्तो देखिने खालको मन्दिर बनाउन खोज्नु भएको रहेछ। सो मैले के बुझेँ भन्दा नेपालको अस्तित्वलाई सिमानाले मात्र र भौगोलिक सिमानाले मात्र सीमित गरेको रहेनछ। जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ नेपाल छ। संसारभरि जहाँ जहाँ नेपाली छन् त्यहाँ त्यहाँ नेपालको अस्तित्व रहेछ। त्यसैले म भन्छु, नेपालको अस्तित्वलाई नेपालको भौगोलिक सिमानाभन्दा बाहिर राख्ने नेपालीहरूले एक पटकको नेपाली, सधैँको नेपाली भएर बाँच्न पाउनुपर्छ। वंशजको नागरिकता खारेज हुनु हुँदैन। वंशले दिएको जन्मसिद्ध अधिकार र नागरिकता, त्यो पहिचान पनि खारेज गर्ने विषय होइन। त्यसैले यो बोली म तोसीमा कार्की होइन, समग्र राष्ट्रिय स्वतन्त्र पार्टी बोलिरहेको छ। हामी राष्ट्रिय स्वतन्त्र पार्टीकै तर्फबाट सङ्घीय संसद सचिवालयमा, राज्य व्यवस्था समितिमा जहाँ जहाँ सकिन्छ त्यहाँ हामी गैर आवासीय नेपालीलाई, प्रवासमा हुनुभएका नेपालीहरूलाई वंशजको नागरिकता खारेज हुनुहुन्न भनेर हामी दस्तावेज दर्ता गर्न तयार छौँ। त्यो मात्र होइन, प्रवासमा हुनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूले नेपालको नेता छान्न पाउनुपर्छ, भोट हाल्न पाउनुपर्छ। त्यसको लागि पनि दस्तावेज दर्ता गर्न तयार छौँ। तर मैले लगेको दस्तावेज, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रस्तुत गरेको विधेयकलाई आज बहुमतको बलमा राजनीति गरिरहेकाहरूले पारित गर्ने दम राख्छन्? टेबल ठोकेर उनीहरूले पारित गरेर देखाउन् न। च्यालेन्ज भयो उहाँहरूलाई। नेपालभन्दा बाहिर थुप्रै ठाउँमा धेरै नेताहरू पुग्नु भएको होला, यहाँहरू समक्ष बाचा बाँड्नु भएको होला, तर हामी गर्न चाहन्छौँ। गर्नको लागि दस्तावेज लिएरै जाँदा गर्दा, विधेयक लिएर जाँदै गर्दा पारित गर्ने हिम्मत राख्नुहुन्छ उहाँहरूले? त्यो प्रश्न यहाँहरूले पनि सोधिदिनु होला। आज यहाँ न्युयोर्कमा उभिँदै गर्दाखेरि म के भन्छु भने, मेरो देशले पटक पटक प्रधानमन्त्री पायो, एउटै अनुहार धेरै पटक पायो। कहिले काङ्ग्रेसको प्रधानमन्त्री पायो, कहिले एमालेको प्रधानमन्त्री पायो, कहिले माओवादीको प्रधानमन्त्री पायो, तर मेरो देशले नेपालको प्रधानमन्त्री पाएन। अब नेपालको प्रधानमन्त्री कसले छान्ने त? म भन्छु र मेरो दल भन्छ, राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना कालदेखि हामीले भनिरहेका छौँ, हामीलाई देशको प्रधानमन्त्री चाहिन्छ र त्यो देशको प्रधानमन्त्री देशभरिका
नेपालीहरूले विदेशमा पनि हुनुभएका नेपालीहरूले प्रत्यक्ष भोट गरेर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चाहिन्छ हामीलाई। अनि बल्ल ऊ देशको प्रधानमन्त्री बन्छ। अहिले दलमा मात्र सीमित भएको प्रधानमन्त्री बनिरह्यो र उसले दलको लागि काम गरिरह्यो। देश जहिले डुबिरह्यो, बगिरह्यो, पहिरोमा, भूकम्पमा। हेर्नुस् त, सानो एउटा गाउँमा बाढी जाँदा युवाहरूलाई देशबाट विस्थापित गरिरहेको छ। म यहाँहरू समक्ष हात फैलाएर, झोली फैलाएर माग्न आएको छु। मेरो देश बचाउनको लागि, मेरो देशलाई जुरुक्क उठाउनको लागि यहाँहरूको खाँचो छ। संसारभरि रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरू, आमा बुवाहरू, अब उठ्ने बेला भयो। अब जो स्रोत, पैसाको स्रोत, फन्ड पाइन्छ, प्रोजेक्ट लान पाइन्छ, होइन प्रवासबाट नेपालीहरूले 1 रुपियाँ पनि पठाउनु पर्दैन भन्छु म। तर भोट हालिदिनुहोस्, त्यति भए पुग्छ। आउनुहोस्, देश फर्केर आउनुहोस् भन्नको लागि पनि हेर्नुहोस् त हामी कुन लाचार स्थितिमा छौँ। यहाँहरूले यहाँ भएको सबै जागिर छोडेर, घरबार छोडेर, थाती राखेर, त्यागेर नेपाल फर्कनुहुन्छ भने पनि आजको स्थितिमा हाम्रो देशले न रोजगारी दिन सक्छ, न यहाँको छोराछोरीको भविष्य सुनिश्चित गर्न सक्छ। त्यो स्थितिमा छौँ हामीहरू। तर म भन्छु, हामी युवाले त्यही फरक राजनीति गर्न खोजिरहेका छौँ। देशलाई उठाउन खोजिरहेका छौँ, जगाउन खोजिरहेका छौँ। र त्यसको लागि यहाँहरूले सबै छोडेर यहाँको श्री सम्पत्ति, भविष्य सबै त्यागेर आउनुहोस् भन्नु गलत हुन्छ, अन्याय हुन्छ। त्यो अन्याय गर्न र झुटो सपना देखाउन हामीलाई मन छैन। तर हामी के भनिरहेका छौँ? ठिकै छ, अर्को 1 कार्यकालसम्म, अर्को 2 वर्षसम्म यहाँहरूले जे काम गरिराख्नु भएको छ, जहाँ जहाँ हुनुहुन्छ त्यहीबाट देशको लागि केही गर्न सक्नुहुन्छ भन्नुहुन्छ नि, होइन? दसैँमा आमा बालाई भन्नुहुन्छ नि, आमा बाले भिडियो कल गरेर यहाँलाई टिका लगाइदिनुहुन्छ, जमरा लगाइदिनुहुन्छ, आशीर्वाद दिनुहुन्छ। दिदी बहिनीहरूलाई भिडियो कल गरेर सप्तरङ्गी टिका थाप्नुहुन्छ। अर्को 1 वर्ष, अर्को 2 वर्ष, 84 सम्म प्लिज बिन्ती छ, यहाँले घर परिवारलाई भनिदिनुहोस् बरु अर्को एउटा दसैँ आउन पाउँदिनँ होला आमा बा, अर्को एउटा तिहारमा म फर्कन पाउँदिनँ होला, तर म बिदा सङ्कलन गरेर राख्छु र 84 मा भोट हाल्न आउँछु भन्दिनु होला। म बिदा सङ्कलन गरेर राख्छु र म भोट हालेर मेरो देशको नेता छान्न आउँछु र बाआमा तपाईँको काखमा सधैँ तपाईँको लौरो बन्नलाई घर फर्किन्छु भन्दिनु होला। त्यति गर्ने हिम्मत छ? मेरो बिदा मेरो देशको लागि बिदा सङ्कलन गरौँ र 84 मा भोट हाल्न जाउँ भन्ने कन्सेप्टबाट हामीले सुरु गरेको अभियान हो। यो दलमा सीमित अभियान होइन, यो देशको लागि बनेको अभियान हो। यसको लागि सरिक हुन तपाईँहरू सबै तयार हुनुहुन्छ भने एकचोटि हात उठाइदिनुहोस्। मेरो बिदा मेरो देशको लागि, मेरो बिदा मेरो देशको लागि, मेरो बिदा मेरो बिदा मेरो बिदा मेरो देशको लागि, यानी कि धन्यवाद। आज यहाँ उठिरहेको हातहरूले मलाई यति धेरै ऊर्जा दिएको छ। म घर फर्केर जाँदै गर्दा म भन्ने छु उनीहरूलाई, जो म जस्ता युवाहरू हुनुहुन्छ, मभन्दा सानो उमेरको युवाहरू जो 25 वर्ष पुगिसक्नु भएको योग्य हुनुहुन्छ उम्मेदवार उठ्नको लागि, सङ्घीय निर्वाचनमा होस् अथवा भनौँ ओडामा होस्, पालिकामा होस्, प्रदेशमा होस् या सङ्घमा होस्, जो लड्ने हिम्मत गर्नुभएको छ, पढ्नु भएको छ, लेख्नु भएको छ, केही गर्छु भन्ने इमान बोक्नु भएको छ, म उनीहरूलाई भनिदिन्छु। म न्युयोर्कमा पुगेँ, 11 वटा टाइम जोन पारी बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूले म घर आउँछु र भोट हाल्छु भन्नुभएको छ। तपाईँहरू नडराउनुहोस्, आउनुहोस्, उम्मेदवारी दिनुहोस् भन्छु म। यहाँहरू मध्येमा कसैले भन्नु होला मलाई भोट हाल्न त मन छ, तर मैले अर्को देशको नागरिकता लिइसकेको छु, के गरौँ भन्नु होला। तपाईँले पनि देशको लागि के गर्न सक्नुहुन्छ। म भोट माग्दै गर्दा 2079 सालमा मसँग मेरो बा, मेरो आमा, मेरो भाइ, मेरो बहिनी हुनुहुन्थ्यो। सुरुमा बाआमालाई कन्भिन्स गरियो, सँगै हिँड्नु भयो, अनि बिस्तारी बिस्तारी घर छेउका दाजुभाइ दिदीबहिनीहरू जोडिन थाल्नुभयो। मैले
79 मा 5जनाबाट सुरु भएको, मेरो परिवारको 5जनाबाट सुरु भएको क्याम्पेन। म आशा गर्छु यहाँले भोट हाल्न नपाउनु होला, तर 84 मा मेरो लागि क्याम्पेन गर्न 500 जना आइदिनुहुन्छ। यानी यहाँले भोट हाल्न पाउनुहुन्न, नागरिकता लिइसक्नु भएको छ अर्को देशको भने पनि यहाँले विधा सङ्कलन गरेर 5 वर्षको 1 महिना देशको लागि दिन आइदिनु होला, क्याम्पेन गर्न आइदिनु होला, प्रचार प्रसार गर्न आइदिनु होला। किन थाहा छ? किनकि हामी थोरै छौँ नि त, हामी सीमित छौँ नि त, हामी सज्जन छौँ नि त, हामी इमान्दार छौँ नि त। त्यसैले हामीलाई लडाउन, पछार्न र हराउन हर प्रयास हुन्छ। त्यसको लागि तपाईँ खम्बा भनेर आइदिनु होला। त्यसको लागि पनि हो मेरो विधा, मेरो देशको लागि। अर्को उपाय पनि छ। यहाँहरूले विधा पनि लिन सक्नु भएन भने पनि, भोट पनि हाल्न जान सक्नुहुन्न भने पनि, कोही युवाहरू हुनुहुन्छ, यहाँ स्टुडेन्टहरू हुनुहुन्छ, युथहरू हुनुहुन्छ, उनीहरूलाई सहयोग गर्न सक्नुहुन्छ। उनीहरूलाई उनीहरूको भोट सुरक्षित राख्नको लागि यहाँहरू पुल बनिदिन सक्नुहुन्छ, सपोर्ट बनिदिन सक्नुहुन्छ। त्यसको लागि पनि हो यो अभियान। त्यो मात्र होइन, विदेशमै बसेर पनि यहाँले अभियान चलाइदिन सक्नुहुन्छ। जस्ट मन हुन पर्यो, इच्छा हुन पर्यो। उपाय त कति कति भनिन्छ नि, वेयर देयर इज विल देयर इज वे भनिन्छ होइन? इच्छा हुन पर्यो, मनमा नेपाल छ भने नेपालको लागि जुन कुनै कुनाबाट पनि काम गर्न सकिन्छ। आज यो हलमा उपस्थित नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई देख्दै गर्दा मेरो मन साँच्चै गर्वले फुलेको छ। मलाई माफ गर्नु होला, हाम्रो साथीहरूले सायद एक्सपेक्ट गर्नुभएको थिएन होला यति धेरै बाक्लो उपस्थिति हुन्छ भनेर। सानो हल बल्ल बल्ल म्यानेज गर्न सक्नुभएछ। अझ यो ठुलै छ। साँच्चै हेर्नुपर्ने हो भने न्युयोर्कमा धेरै नेताहरू आउनुहुन्थ्यो रे, उपस्थिति नै हुँदैन थियो रे। त्यसै कारणले यो हल पनि ठुलो होला कि भन्ने शङ्का भयो होला। तर आज के भइदियो? आज के भयो? हाम्रो साथीहरूले पनि त्यो बुझ्नु भएन होला। आज यहाँ दलको नेता होइन, देशको एउटा भविष्य आइरहेको थियो। त्यो कारणले यही कुरालाई यहाँले आत्मसात गरेर हाम्रो अभियानलाई आत्मसात गरेर यहाँ उपस्थित हुनुभयो। मैले थोरै प्रयास गरेँ यहाँ यो स्टेजमा जति अकोमोडेट गर्न सकिन्छ, यो टेबललाई अलिकति पछाडि सारेर उहाँहरूलाई अलिकति 2-3 जना भए पनि आफूसँग राखेर यहाँलाई अलिकति खुला होस् भनेर चाहिँ मैले प्रयास गरेको। मलाई यो ठुलो कुर्सीमा गद्दामा र अगाडि टेबल राखेर गमक्क फुलेर बस्नु मन छैन। मेरो एउटा सानो प्रयास हो यहाँलाई एकदमै यो सफोकेटेड हुने गरिकन यो हलमा खचाखच उपस्थिति छ, थोरै भए पनि हावा छिर्ने ठाउँ मैले बनाउन सक्छु कि भनेर सानो प्रयास हो। म अझै पनि अनुरोध गर्छु, जो अलिकति मभन्दा पाको उमेरको हुनुहुन्छ, उभिन गाह्रो भइरहेको छ, यहाँहरू आएर मसँगै यहाँ बस्न सक्नुहुन्छ। यो स्टेज मेरो होइन, यो स्टेज तपाईँहरूकै हो, आएर बस्न सक्नुहुन्छ। प्लिज मैले त्यो अनुरोधै गरेँ। यहाँलाई गाह्रो भइरहेको छ भने, किनभने यो अन्तर्क्रिया कार्यक्रम निकै लामो होला जस्तो छ, म आफ्नो मन्तव्य छुट्याउने प्रयास गर्छु। यहाँहरूले त मलाई संसदमा बोलिरहेको देख्नु नै भएको छ होइन? कानुन पारित नहुने गरीको अल्पमतमा हामीले 100%, 200% आफ्नो क्षमताभन्दा 300% लगानी गर्नुभन्दा बरु हामी नेपालीहरूलाई गाउँमा, देशभित्र पनि र देशभन्दा बाहिरबाट पनि जुटाउन सक्यौँ भने कम्तीमा 84 मा हामीले हाम्रो सरकार बनाउन सक्छौँ भनेर हामीले यसलाई प्रायोरिटाइज गरेर र कामहरू डिभाइड गरेर काम गरिरहेका छौँ। मलाई विश्वास छ यहाँले त्यसरी नै लिइदिनुहुन्छ र हामीलाई साथ दिनुहुन्छ। आज यहाँ यो बाक्लो उपस्थितिमाझ मैले भाषण दिइराख्नुपर्छ जस्तो लाग्दैन, किनभने यहाँहरूले देख्नु नै भएको छ संसदमा हामी 19 जनामा 1900 जना एकदम दमदार तरिकाले जनताको आवाज उठाइरहेका छौँ, बोलिरहेका छौँ, संशोधन हालिरहेका छौँ। प्रत्येक विधेयकमा जहाँ गल्ती छ त्यहाँ संशोधन राखिरहेका छौँ, तर पारितै हुन्न। गठबन्धनको गणितमा मेरो देशको राजनैतिक नीतिगत स्पष्टता हराइरहेको छ। गठबन्धनको गणितले मेरो देशमा भ्रष्टाचारलाई प्रश्रय दिइरहेको छ। त्यसलाई अन्त्य गर्नु छ, र त्यो कारणले म यहाँ भन्न चाहन्छु, आज यहाँहरू समक्ष उपस्थित हुँदै गर्दाखेरि
मैले संसदमा जनताको आवाज बोल्ने हो, यहाँ न्युयोर्कमा आएर जनताको आवाज बोलेर केही हुनेवाला छैन। त्यो कारणले मलाई अनुमति दिनु होला, मैले मेरो मन्तव्य छुट्याउन चाहन्छु र सकेसम्म धेरै यहाँहरूबाट म प्रश्न लिन चाहन्छु, सुझाव लिन चाहन्छु र यहाँहरूले 84 मा हामीलाई मैले स्पष्ट रूपले भन्छु, यहाँले मलाई साथ दिनलाई मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टी उदाउँदो दल जसले देश हाँक्छु भनेर अगाडि बढिरहेको छ, राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमतको सरकार बनाएर जनताको पक्षमा उभिन सक्ने, लड्न सक्ने, कानुन बनाउनको लागि यहाँले के गर्न सक्नुहुन्छ, कसरी हामीलाई साथ दिन सक्नुहुन्छ, गएर भोटै हाल्नुहुन्छ। अब भोट यसैलाई हाल्छु भन्न परेन, देश गएर बिदा लिएर भोट हाल्छु भन्नुहुन्छ, या भनौँ देश बाहिरै बसेर यहाँले क्याम्पेनमा सहयोग गर्नुहुन्छ, या भनौँ बिदा लिएर हामीलाई प्रचार प्रसारमा घरै गएर सहयोग गर्नुहुन्छ, कसरी सहयोग गर्न सक्नुहुन्छ? यहाँको सिप, यहाँको क्षमता, अनुभव र समयलाई देशको लागि कसरी खर्च गर्न सक्नुहुन्छ भनेर मैले यहाँहरूबाटै फ्लोरबाटै आओस् भनेर अनुरोध गर्न चाहे। म सकेसम्म धेरै यहाँमा प्रश्न लिन डराउँदैन, म यहाँहरू समक्षबाट प्रश्न सुझावहरू आओस् भनेर अपेक्षा गर्छु। मैले यति भन्दै मेरो मन्तव्य यहाँ टुङ्ग्याउन चाहे। केही साथीहरू बसिराख्नु भएको छ, धेरै उठिराख्नु भएको छ। म अन्त्यमा भन्न चाहन्छु, एकपटक मेरो यो मन्तव्य सुनेर होइन, मनमा नेपाल बोकेर, देशको माया बोकेर, शिरमा इमान बोकेर, मातृभूमिको प्रतिको एउटा समर्पण बोकेर उठ्ने बेला भयो र जो मसँग उठ्नुहुन्छ उठिदिनु होला। म उठ्छु मेरो देशको लागि, 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 म उठ्छु मेरो देशको लागि। जय देश, धन्यवाद। जय देश, धन्यवाद।